हेर त मेनबाट सुरुबाटै गर कि अनि यो ब्रान्च यो साइड ब्रान्चको नगर मेनबाट गर जस्तो यो मेनको लिफ यो हो हैन यो नो 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 पर्टिकुलर लिफ यो हैन खै छोड त यो एउटा हो यो दुईटा हो यो चाहिँ यसबाट आएको लेटरल ब्रान्च हो है यो एउटा हो यो दुईटा हो हैन यो तीनटा अनि त्यसपछि यो चारवटा अनि लिफ पाँचवटा हैन छवटा सातवटा 8 9 10 11 12 13 14वटा ल 14 भनेपछि एक अब यो 14 यो 13 यो 12 हैन 11 10 9 8 7 5 हो यो अब यहाँसम्मको चाहिँ लिफहरूलाई केही पनि नगर्ने हैन भनेको यहाँसम्म आएकोलाई चाहिँ हामीले खासमा यहाँबाट चाहिँ लेटरल सुट आउन दिने हैन कि यो छ नि यो लेटरल सुटहरू चाहिँ खासमा आउन दिने चाहिँ होइन बुझ्यौ नि अब यहाँबाट यता आएकोमा चाहिँ दिने हो अब यसलाई चाहिँ हामीले प्रुनिङ गरेर हटाउन सक्छौँ भनेको 5वटा लिफ आउने बेलासम्मको चाहिँ लेटरलहरू चाहिँ आउन नदिने बुझ्यौ अनि त्यसपछि अरूलाई चाहिँ आउन दिने हो अब खासमा यो लिफ हार्भेस्ट गर्न हुन्न यहाँ फोटोसिन्थेसिस गर्ने हो नि त हैन यसलाई पनि हटाइदेऊ 1 2 3 4 5 हैन अनि अब यहाँबाट आएकोलाई चाहिँ आउन दिने हो हैन यो 5वटा लिफले चाहिँ के गर्छ यो फोटोसिन्थेसिस गर्छ यो बेसिक हो के बेसिक लिफ हो के यो मेन्टेनेन्स लिफहरू हो के यो हैन अब त्यसपछि चाहिँ यो 5वटा भयो 6 7 8 9 10 11 12 अब चाहिँ हामीले के गरौँ भनेर भन्दाखेरि अहिलेलाई यहाँबाट फेन्सिङ गर्दिने हैन अब यिनीहरूबाट चाहिँ सुन अब यो बीचको भागबाट आएको जुन लेटरल हुन्छ नि हो तिनीहरूलाई राख्ने हो है अनि लेटरलबाट आएकोलाई पनि हामीले के गर्छौँ फेरि यसरी नै चाहिँ यो एपिकल पार्टलाई रिमुभ गरिदिन्छौँ लेटरलबाट आएकोलाई कति गर्ने 10 देखि 12वटा लिफ आएपछि त्यसलाई चाहिँ फेन्सिङ गर्ने बुझ्यौ यो खासमा चाहिँ 6 देखि 8 फिट भनेर भन्छ हैन यो अहिले 6 फिट भइसक्यो हैन 6 देखि 18 भनेपछि लगभग 2 मिटर जति जान्छ त हैन 1.5 मिटर जति जान्छ यो लगभग अलि भएको छैन त्यही पनि मैले प्र्याक्टिस गराउनलाई तिमीलाई सिकाइदिएको है ठीक छ नि अब यहाँबाट उता कतिवटा लिफ आएपछि गर्ने लेटरलमा 10 देखि 12 लिफ काउन्ट गर्ने है अब यसको यो अर्को सेकेन्ड प्लान्ट हो है हामीले दुईटा राखेको अब ठिकै छ